साथीहरू तपाईले देखिरहनु भएको छ यहाँ गुफाभित्र चाहिँ शिवलिङ्गहरू छन्। हामी यो चाहिँ बुढो महादेवको थानको चाहिँ साइडमा छौँ। यहाँबाट पानी यो चट्टान यो गुफाभित्रबाट चाहिँ पानी आइरहेको छ भने यहाँ शिवलिङ्गहरू प्रशस्तै छन् तपाईले देखिरहनु भएको छ। हेर्न सक्नुहुनेछ देखिरहनु भएको छ साथीहरू यो शिवलिङ्ग हो नि। यहाँबाट पानी तप 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 अलि सानो यहाँ पानीहरू चाहिँ यसरी त चुइरहेको छ। तपाईँ देखिरहनु भएको छ यहाँ चाहिँ अत्यन्त सुन्दर ठाउँ, अत्यन्त रमणीय ठाउँ छ। यहाँ शिवलिङ्ग यसरी चाहिँ उत्पत्ति भइरहेका छन्। यो विशेष शिवलिङ्ग चाहिँ उत्पत्ति यो कुनै व्यक्तिले नबनाएर चाहिँ यो आफै उत्पत्ति भगवान् शिवले चाहिँ आफै आफ्नो स्वरूप राख्नु भएको भन्ने कुरा चाहिँ यहाँका किंवदन्तीहरू रहेका छन् भने यो सुन्दर ठाउँ छ, अत्यन्त रमणीय ठाउँ छ। देखिरहनु भएको छ यहाँ शिवलिङ्गहरू चाहिँ प्रशस्त शिवलिङ्गहरू छन्। तपाईँहरू चाहिँ आउन पनि सक्नुहुनेछ, आउन चाहनुहुन्छ भने चाहिँ 108 नै छन् जस्तो लाग्यो, धेरै नै छन् है। तर हाम्रो ठ्याक्कै गर्न चाहिँ अलि कुनै पनि व्यक्तिले नबनाएर यो आफै प्रकृतिबाट उत्पत्ति भएका चाहिँ शिवलिङ्गहरू चाहिँ छन् यहाँ चाहिँ। यस्तो सौभाग्य मिल्यो यस्तो सौभाग्य। ओम नमः शिवाय, 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 ओम नमः शिवाय। ल